तपाईलाई मैले लिड कोड प्रब्लम कसरी सल्भ गर्ने इन्टरभ्यूमा कसरी गर्ने इन्टरभ्यूमा नर्मली मैले 80 वटा लिड कोड प्रब्लम सल्भ भएको छु 80 वटा है त्योभन्दा बढी त छैन अहिलेसम्म तर कसरी गर्ने त तपाईँ र म सँगै मिलेर गरौँ है त सबभन्दा सुरुमा बिगिनरलाई चाहिँ यो आइरहेको हुन्छ सुरुमा तपाईँ देख्न सक्नुहुन्छ तपाईँले इन्टरनेटमा पनि देख्न सक्नुहुन्छ है त म तपाईँलाई एन्सर चाहिँ लास्टमा राखिदिन्छु ढुक्क हुनुहोस् है त यसले के भनेको छ क्वेसन बुझ्नुपर्छ सबभन्दा पहिले क्वेसनले के गरेको छ भनेर बुझौँ है त खास हेर्नुहोस् दुई एरे अफ इन्टिजर नम्स भन्नेमा एरेहरू राखेका छन् तपाईँले देख्न सक्नुहुन्छ 2 7 11 15 भनेको यो एरेमा राखेको है नर्मली इन्टिजरहरू राखेको छ नम्बरहरू राखेको छ भनेको छ टार्गेट पनि लेखेको टार्गेट दिएको छ 9 भन्ने टार्गेट दिएको छ अब त्यसको इन्डेक्सहरू हामीले चाहिँ दुईटाको इन्डेक्सहरू हामीले पत्ता लगाउने कुन चाहिँ जोडेपछि तपाईँले चाहिँ इन्डेक्सहरू हेर्नुहोस् है 0 1 2 3 है यो 0 मा छ यो 1 मा छ यो 2 मा छ यो 3 मा छ है तपाईले दुईटा नम्बर जोडेपछि चाहिँ के गर्ने यसको एन्सर 9 आउनु पर्यो भन्ने कन्सेप्ट है अनि के भनेको छ भनेपछि इनपुट वुड ह्याभ एक्ज्याक्टली वान सोल्युसन एउटा मात्रै सोल्युसन हुनु पर्यो एउटा मात्रै सोल्युसन हुनु पर्यो है तपाईले एउटा मात्रै 2 र 7 जोड्नु पनि 9 आउँछ तपाईलाई थाहा छ तर के छ भने चाहिँ नट युज द सेम एलिमेन्ट ट्वाइस दुईटा नम्बरलाई डबल जोड्न पाउनुहुन्न मानौ यहाँ 4 निकाल्न भनेको भइदियो भए यहाँ 2 र 2 भने 2 र 2 जोड्न पाउनु हुँदैन थियो किनकि एउटै नम्बर हो नि त त्यो पाउनु हुँदैन थियो हैन इन्डेक्स चाहिँ तपाईलाई थाहा छ पहिले 2 र 7 जोडेपछि आउँछ 0 र 1 मा छ 0 र 1 भन्ने एन्सर पहिले थाहा छ यसलाई कसरी सल्भ गर्ने भन्ने कन्सेप्ट आउँछ है एउटा भनेको ख्याल गर्नुपर्ने भनेको टाइम कम्प्लेक्सिटीमा ख्याल गर्नुपर्छ है कति फास्ट रन गर्न सकिन्छ तपाईले है फास्ट रन गर्न सक्नु पर्यो तपाईको टाइम लाग्नु भएन ओएन कम्प्लेक्सिटीमा तपाईले भ्याउनु पर्यो तपाईले यो नर्मली यो लिने अनि दुईटालाई चाहिँ एड गरिदिएपछि आउँछ दुईचोटी लुप चलाउनु हो भने तपाईको आउँछ तर दुईचोटी लुप नचलाउनु होला किनकि एकचोटी लुप चलाउनु भने ओएन आउँछ अर्कोचोटी लुप चलाउनु भने यान आउँछ यान र यान जोडेपछि यान स्क्वायर आउँछ ओएन स्क्वायर हुन्छ जति सक्दो कम टाइम कम्प्लेक्सिटीमा भ्याउनु पर्छ तपाईले है अनि एउटा भनेको स्पेस कम्प्लेक्सिटी भन्ने हुन्छ मेमोरी चाहिँ कम खानु पर्यो भन्ने कुरा आउँछ तर मेमोरी त यो मेमोरी हेर्नुहोस् है ओएन कम्प्लेक्सिटी स्पेस कम्प्लेक्सिटीमा चाहिँ तपाईले यो पनि भ्याउनु पर्छ यो कसरी गर्ने भन्नुस् न ल आफै कसरी गर्ने खास एउटा टार्गेट भ्यालु 9 छ हैन 9 एन्सर कसरी निकाल्ने त 2 र 7 जोड्ने त्यो खास कसरी गर्ने भन्ने कुरा एउटा टार्गेट भ्यालु दिने 9 मा यिनी नम्बरहरू तपाईले घटाउनु हो घटाइसकेपछि चाहिँ यही नम्बर आउनु पर्यो तपाईले भनेको कसरी गर्ने भन्ने कुरा त्यसको एन्सर चाहिँ लेखिसकेको छु एकचोटी एन्सर हेर्न सक्नुहुन्छ है त